नमस्कार गाइज, पल पल युट्युब च्यानलमा तपाईलाई स्वागत छ। आज चाहिँ अलि अस्तितिर हामी ससुरालतिर गएको थियो। त्यो बाटोमा आउँदाखेरिको भिडियो एडिट गर्ने टाइम नपाएर आज चाहिँ मैले एडिट गरेर अपलोड गरेको छु। मनपर्छ भने लाइक, कमेन्ट, सेयर एन्ड सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला। ल त गाइज, हेरौँ है। हिँड्न मन पर्छ कि पर्दैन? यो फेरि मलाई तिम्रो घर जाने बाटो जस्तो लाग्यो। यहाँ माथितिर कुराहरू
आज यताबाट आएको हेर्नु खाने हो हेर्नु बाँकी रहेछ साथीहरूले माथितिर यस्तो छ बाख्राहरू छ हाम्रो गाउँको बाटो जस्तै लाग्यो मलाई हाम्रो गाउँ नि पिस गरेपछि यस्तै हुन्छ होला मुरकुटी जान अब 1 किलो मात्रै बाँकी 1 किलोमिटर मात्र हजुर 1 किलोमिटर भनेको हो यतातिरको घर चाहिँ सेम हाम्रो घर जस्तै लाग्यो मलाई राम्रो पारी हुन सक्छ मुरकुटी होइन तलको बाटो देखिन्छ यहाँबाट लामाइको बाटो देखिँदो रहेछ त्यहाँ त कतैसम्म जानुपर्छ नि होइन ल यतातिरको साथीहरूले देख्नुभयो भने एरियामा चाहिँ सकेर हिँड्छ यतातिर सकिसक्यो यतातिर गोलाएर छ बच्चा बच्ची हेलो पर पत्थरै पत्थर छ यहाँ बर्खातिर त पहिरा जान्छ होला है यहाँ हेर नि त्यहाँ कोइराल कति धेरै सुकेर रहेछ यहाँनिर सुकिरहेछ आइसक्यो हामी मुरकुटी गोराइ जान अब 30 किलोमिटर मात्रै बाँकी छ अरे बस्ने आइसक्यो अब यहाँको ठाउँ चाहिँ यस्तो छ राम्रो रमाइलो मलाई चाहिँ यस्तो घरहरू यस्तो गाउँहरू एकदमै मनपर्छ किनभने म पनि गाउँमै हुर्केको भएर होला सेम हाम्रो घर जस्तै एकदमै राम्रो लाग्यो मलाई बाटो पनि राम्रो लाग्यो ठाउँ पनि राम्रो लाग्यो हेलो गाइज हाम्रो चाहिँ मेरो मिसेसले टेनो टिप्नु हुने अरे टेनो पाकिरहेछ यहाँ टन्नै पाकिरहेको रहेछ लड्नु होला नि बिस्तारै जानु होला म पनि यहाँ देखाउँछु तपाईँहरूलाई सबै पाक्या छ कि यो त यस्तो हुन्छ टेनो भन्ने चाहिँ अर्ग्यानिक फल हो यो देख्नु एउटा एउटा पाक्या भएर ल्याउनु भन्ने कुरा हो त्यसमा पाक्यो होला यहाँको हामीमा छ नि यो ठुलो हाँगा तान्नुहोस् न तिम्रै तलतिर छ नि यतातिर आछ नि यो लामो माथि टुप्पाको ल तल फाल फाल्नु न एउटा पनि पाकेको छैन पाके होइन रहेछ छैन रहेछ यो चाहिँ हुन्छ पाकेको छैन पाक्यो भने गाइस खानुपर्छ यो टेनो चरा यहाँ अहिले चाहिँ मेरो मिसले
टेनो टिपेर लिनुभएको छ अरे यहाँ राख यहाँ चाहिँ मिसले टेनो टिपेर लिनुभएको छ अरे चाहिँ कस्तो हुन्छ पाकेको देखाउ न पाकेको चाहिँ यो यस्तो हुन्छ यो वाउ यस्तो खतरा हुन्छ कतिवटा ल्याएर यसरी खाने हो दानाहरू खाने होइन ट्याक्क लगाएर यसको नाम चाहिँ टेनो हो पाइन्डो कति यतातिर ए खाने चाहिँ यो एकदम अर्ग्यानिक मिठो हुन्छ एकदम गुलियो गुलियो हुन्छ यो चाहिँ अलि नपाकेको तर हुन्छ दाना कति रहेछ न पुरो दाना फल रहेन रहेछ कहाँ लेकमा छ अनि अब